वेलकम टु टेक4 इनसाइट। आजको भिडियोमा हामीले आफ्नो नाम मतदाता नामावलीमा सूचीकृत भएको छ कि छैन कसरी हेर्ने र मतदाता परिचय पत्र अथवा भोटर आइडी प्राप्त गर्नको लागि के शर्तहरू पूरा गर्नुपर्दछ त यस विषयमा आज हामीले बुझ्नेछौँ। नेपालको नागरिकका लागि मताधिकार केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। निर्वाचनमा आफ्नो मत हाल्न पाउनको लागि तपाईको नाम अनिवार्य रूपमा मतदाता सूचीमा दर्ता भएको हुनुपर्दछ। तर धेरै मानिसहरूलाई अझै थाहा छैन कि उनीहरूको नाम सूचीमा समावेश भएको छ कि छैन। नेपालको निर्वाचन आयोगले हाल मतदाता विवरण अनलाइन उपलब्ध गराउने गरेको छ, जसलाई तपाईँ घरमै बसेर पनि सजिलैसँग आफ्नो नाम मतदाता सूचीमा छ कि छैन भनेर चेक गर्न सक्नुहुनेछ। सबैभन्दा पहिला हामी चर्चा गरौँ मतदाता परिचय पत्र लिनका लागि आवश्यक योग्यता र शर्तहरू के छन् त। नम्बर 1, तपाईँ नेपालको नागरिक हुनुपर्छ। 2, तपाईको उमेर कम्तीमा 16 वर्ष पुगेको हुनुपर्छ। मतदाता नामावली दर्ता गर्नको लागि 18 वर्ष पुरा भएपछि मात्र मतदान गर्न पाउनुहुन्छ। तपाईको स्थायी ठेगाना वा बसोबास गरेको ठाउँमा तपाईले दर्ता गर्न सक्नुहुनेछ। नजिकैको प्रशासन कार्यालय अथवा निर्वाचन कार्यालयमा गएर कुनै पनि व्यक्तिले आफ्नो नाममा दोहोरो रूपमा अथवा 2वटा भोटर आइडी बनाउन पाउने छैन। अब हामी सिक्नेछौँ घरमै बसेर आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन कसरी हेर्न सकिन्छ भनेर। यसका लागि तपाईले सबैभन्दा पहिले आफूसँग भएको कुनै पनि एउटा ब्राउजर खोल्नुहोला। मसँग क्रोम ब्राउजर छ, म क्रोम खोल्छु। यदि हजुरहरूसँग क्रोम छैन भने मोजिला फायरफक्स, ब्रेभ, ओपेरा मिनी, सफारी हजुरसँग जुन छ त्यही ब्राउजर खोल्न सक्नुहुनेछ। ब्राउजर खोलिसकेपछि ब्राउजरको सर्च बारमा जानुहोस्। सर्च बारमा गएर टाइप गर्नुहोस् भोटर लिस्ट नेपाल। यो टाइप गरिसकेपछि इन्टर गर्नुहोला। इन्टर गरेपछि हामी देख्न सक्छौँ मतदाता नामावली ठेगाना अनुसार भनेर लेखेको छ। यसमा क्लिक गर्नुहोस्। अब हामी देख्न सक्छौँ निर्वाचन आयोग नेपाल, कान्तिपथ काठमाडौँ लेखेको छ र यो निर्वाचन आयोगको पेज हो। थोरै तल स्क्रोल गरिसकेपछि देख्न सक्नुहुनेछ यस्तो इन्टरफेस देखिन्छ, जसमा लेखेको छ मतदाता नामावली ठेगाना अनुसार भनेर। तपाईको मतदाता परिचय पत्र बनिसकेको छ कि छैन हेर्न सक्नुहुनेछ। यसको लागि सबैभन्दा पहिला प्रदेश छान्नुहोला। तपाईँ जुन प्रदेशमा बस्नुहुन्छ त्यही प्रदेश यहाँ सिलेक्ट गर्नुहोस्। म इक्जाम्पलको लागि कुनै एउटा प्रदेश छान्छु, कोशी प्रदेश। तपाईले आफू बसेको प्रदेश छान्नुहोला। त्यसपछि जिल्ला, म कुनै एउटा जिल्ला छान्छु, सुनसरी। र गाउँपालिका अथवा नगरपालिकामा म छान्छु यहाँ धरान उपमहानगरपालिका। वडा नम्बरमा तपाईँ बसोबास गर्ने वडा सिलेक्ट गर्नुहोस्। म यहाँ 8 सिलेक्ट गर्छु। त्यसपछि आउँछ मतदान केन्द्र। तपाईँ मतदान गर्नको लागि जुन केन्द्रमा जानुहुन्छ त्यो केन्द्र यहाँ छान्न सक्नुहुनेछ। म कुनै एउटा केन्द्र छान्छु। यो सबै छानिसकेपछि हजुरले सबमिट, यो हरियो सबमिट बटनमा क्लिक गर्न सक्नुहुनेछ। यहाँ क्लिक गरिसकेपछि हामी देख्न सक्छौँ अब यसरी हजुरहरूले आफ्नो मतदाता नामावलीको लिस्टमा तपाईको नाम छ कि छैन भनेर हेर्न सक्नुहुनेछ। जस्तै यहाँ सो 10 गरेको छ, यहाँ 100 गर्न सकिन्छ। यसको अर्थ एउटै पेजमा 100वटा नाम लिस्ट देखाउँछ। र हामीले तल पुगिसकेपछि यहाँ नेक्स्ट भन्ने एउटा बटन छ, यसमा क्लिक गरेर पनि आफ्नो नाम खोज्न सक्छौँ। यदि होइन भने तपाईको नामको सुरुको अक्षर के छ त्यो अक्षरमा क्लिक गरेर पनि नाम छिटो हेर्न सक्नुहुनेछ। जस्तै उदाहरणको लागि यदि मेरो नाम सबाट सुरु हुन्छ भने म समा क्लिक गर्छु। समा क्लिक गरिसकेपछि सबाट सुरु हुने जति पनि मतदाता
हरूको नाम छ उहाँहरूको यसरी लिस्ट देखाउँछ र यसरी लिस्टमा आफ्नो नाम खोज्न सक्नुहुनेछ। मलाई लाग्छ यति भइसकेपछि हजुरहरूले सजिलैसँग आफ्नो मतदाता परिचय पत्र बनेको छ कि छैन भनेर हेर्न सक्नुहुनेछ। यदि हजुरहरूलाई कुनै पनि समस्या आयो भने तल कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। म छिटोभन्दा छिटो हजुरहरूको जिज्ञासा अथवा समस्यालाई समाधान गर्ने कोसिस गर्नेछु। यदि आजको भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउैमा रहेको बेल आइकन थिच्न नबिर्सनुहोला।